सी भन्न मान्छेलाई ईश्वरले परमात्मा ईश्वर परमेश्वर आत्माको पानी हुनुहुन्छ ईश्वरलाई धन्यवाद गर्न चाहन्छु। नमस्ते। आज बुधबारको दिन होइन ईश्वरसँग एकदम डाइरेक्टली अन्य भाषामा कनेक्ट हुने दिन, अन्य भाषाको शिक्षा खाने दिन होइन ईश्वरलाई धन्यवाद गर्न चाहन्छु। नमस्ते। सम्बोधन शासन एकदम होइन किनकि हामीले हाम्रो अवस्थालाई एकदमै धेरै सम्मान गर्नुपर्छ, एकदमै धेरै अग्रजहरूको एकदम नजिक हुनुपर्छ। ईश्वरलाई करोडौँ धन्यवाद गर्न चाहन्छु। यसमा इन्डियामा रहनुहुने हाम्रो सङ्गठन सर म्याम र उहाँका समस्त परिवारलाई जहाँ जुन जस्तो अवस्थामा भए पनि परमात्मा ईश्वरको भरिपूर्ण आशिष भन्दै शिर झुकाई सम्मान व्यक्त गर्न चाहन्छु। साथसाथको युएस नेपालमा भित्राउनु हाम्रो अग्रजना प्रकाश सर हजुर, सुशीला म्याम हजुर र उहाँका साना साना नानीहरू र उहाँका समस्त परिवारलाई पनि परमेश्वरको भरिपूर्ण आशिष भन्दै सम्मान व्यक्त गर्न चाहन्छु। रानो दिदीलाई छोटो बनाएर यसभन्दा अधिक शाखा समयमा साथसाथको बिउ यहाँसम्म यस ठाउँसम्म ल्याउनु हुने हाम्रो 2 अगस्त हाम्रा अगुवा विष्णु म्याम हजुर र शोभा म्याम हजुरलाई पनि शिर झुकाई सम्मान व्यक्त गर्न चाहन्छु। र ईश्वरको योजनाबारे ईश्वरले चिन्नुभएका समस्त परमेश्वरको एकदम निरञ्जन साथीहरूलाई पनि शिर झुकाई सम्मान गर्न चाहन्छु। र ईश्वरले एकदम सुनि ल्याउनु भएका सम्पूर्ण परमात्मा ईश्वरको आत्मिक जनहरूलाई पनि म अनुराधा गुरुङको तर्फबाट शिर झुकाई नमस्कार व्यक्त गर्न चाहन्छु। र हरिदिनुहुने हाम्रा बलबहादुर सर हजुरलाई पनि परमेश्वरको भरिपूर्ण आशिष सम्मान व्यक्त गर्न चाहन्छु। र मादल बजाएर एकदम भजनमा उत्साहित गर्नुहुने खड्गबहादुर सर हजुर र मेरो बाबालाई पनि परमेश्वरको भरिपूर्ण आशिष भन्न चाहन्छु। फिल्डमा हिँडिरहेको क्रममा ईश्वरको योजनाद्वारा मलाई भजन गाउने अगुवाई आयो। ईश्वरले मलाई एकदम जुटाएर यति समयमा ठ्याक्कै लिएर आइदिनु भयो होइन। ईश्वरलाई करोडौँ धन्यवाद गर्न चाहन्छु। नमस्ते। भजन गाउन गइरहेको छु, सबैजना भजनमा एकदमै उत्साहित हुनु होला। नयाँ भजन छ जीवन सुन्थिएँ मैले नाम हजुरको करोडौँ धन्यवाद गर्न चाहन्छु। नमस्ते। नाममा सबैजना भजनमा एकदमै रमाउनु होला, एकदमै ताली बजाउनु होला। कति ताली बजाउँदा गाली हुन्छ, एकदम हामी ढुकी नाच्दाखेरि एकदम जलिरहेको हुन्छ। त्यही भएर दुःखलाई जलाउनाले हामीले एकदम हाम्रो जीवनमा एकदमै उद्धार पाउँछौँ। सबैलाई करोड धन्यवाद गर्न चाहन्छु। यसो मस्तीको नाममा भजन त बोलिरहेको छ जीवन सुन्थिएँ मैले। जीवन सुन्थिएँ मैले मेरो परमेश्वर सीतारा, जीवन सुन्थिएँ मैले मेरो परमेश्वर सीतारा, सबै छोडिदिएँ मैले मेरो परमेश्वर सीतारा, सबै छोडिदिएँ मैले मेरो परमेश्वर सीतारा।
यो महिमा त पिताकै हातमा जीवन सुम्पिए मैले मेरो परमेश्वर पितालाई सबै छोडिदिए मैले मेरो परमेश्वर पितालाई सयौँ ठाउँमा ईश्वर खोजी हिँडेँ म भौतारी सयौँ ठाउँमा ईश्वर खोजी हिँडेँ म भौतारी भेटिन्छ जिन्दगीको बोध बिताउने चौतारी भेटिन्छ जिन्दगीको बोध बिताउने चौतारी अब होइन यो भन्दैन बाबु जीवन मरण सफलको छैन बाबु मेरो ईश्वर रहने ठाउँमा चल्दा हो जीवन सुम्पिए मैले मेरो परमेश्वर पितालाई सबै छोडिदिए मैले मेरो परमेश्वर पितालाई जीवन सुम्पिए मैले मेरो परमेश्वर पितालाई सबै छोडिदिए मैले मेरो परमेश्वर पितालाई परमपर धन्यवाद गर्न चाहन्छु यस वर्षको नाममा परमात्मा ईश्वरको योजनाद्वारा नै ईश्वरले एकदम भजन गाउने अगुवाईमा हजुरलाई एकदम उत्साहित भएर यस भजन गाउन पाएँ होइन परमात्मा ईश्वरलाई परमपर धन्यवाद गर्न चाहन्छु म मस्ते यीशुको नाममा पहिला कति दलमा थियो आज हामी सबै जिन्दगी नै परमात्मा ईश्वरलाई सुम्पेर आएका छौँ नि त होइन पहिला यो जिन्दगी